अब चाहिँ हाम्रो यहाँ रङ्गोली बनाउने रेडी हुँदैछ गाइस। मैले चाहिँ यहाँ गोबर चाहिँ गाईको गोबरले लिप्नुपर्छ भन्ने चलन छ, त्यही भएर चाहिँ मैले यहाँ गाईको गोबरले लिपेको गाइस। त्यस्तै राम्रो लिप्न त आउँदैन, त्यही पनि हाल्छ फुल्छ, जति जानेछ त्यति पाउने हो। गोबर चाहिँ धेरै भएको छ चाहिँ हाम्रो लक्ष्मीको पाइला चाहिँ बनाउनुपर्छ अरे। सो मैले यो बनाएको, अनि यहाँ पनि एउटा सानो रङ्गोली बनाउनुपर्छ। यहाँ चाहिँ सिमेन्ट प्लास्टर गरेर चाहिँ भयो, यहाँ चाहिँ राम्रो भयो। आज चाहिँ विशेष लक्ष्मी पूजाको दिन भएर चाहिँ यस्तो हामीले चाहिँ लक्ष्मी पूजा गर्नुपर्छ अरे, लक्ष्मी भित्राउनको लागि। सो मैले त्यही गरिरहेको। गोबर चाहिँ धेरै भएछ, गोबरलाई चाहिँ म गमलामा हाल्छु यहाँ, किनकि गमलामा हाल्यो भने राम्रो हुन्छ अरे नि त, त्यही भएर। ल वेस्ट जानु चाहिँ दिनु भएन, यो चाहिँ गमलाहरू के भयो, फोहोर भयो। अब चाहिँ यहाँ एकछिन सुक्न दिनुपर्छ यसलाई चाहिँ। हेर्नुहोस् झिलिङ्गी पनि लगाइसक्यो यहाँ। हाम्रो चाहिँ गाई यहाँ मैले चाहिँ रङ्गोली बनाएर भ्याइसकेँ, तर सोचे जस्तै राम्रो चाहिँ भएको छैन, त्यही पनि अब जस्तो आउँछ त्यस्तै त हो। ह्याप्पी दिवाली राम्रो त छैन, अनि म रङ्गोली बनाउने मान्छे यहाँ छु। अनि अब अलिअलि रेडी भइसक्यो, अब चाहिँ पूजाको तयारी गर्नुपर्छ। सबै खिचेको यता है। हाय हाय भन, बोल्ने पनि गला बोल न। हाय गाइस, हाम्रो आन्टीले हाम्रो मम्मीले दुबानले हुनुहुन्छ। यताबाट हजुरबा आउँदै हुनुहुन्छ, यताबाट हजुरबा आउँदै हुनुहुन्छ। ह्याप्पी दिवाली। यता हाम्रो हजुर हाम्रो हाम्रो आन्टीले ल हिलाएर बजा, यसरी बनाऊ न, राम्ररी बनाऊ न। बनाउनु के भयो, तपाईँ राम्रो बनाउनुहुन्छ त के रे। ओइ हजुरबा यो बनाइराख्ने त मैले कतिचोटि बनाइसकेँ। बत्ती पनि ल्याउनु पर्ने है। 1 2 3 ह्याप्पी दिवाली। आमा सोलाई ल्याइदिनु त बाहिर। ह्याप्पी दिवाली। हाय, यहाँ चाहिँ पूजा हुँदैछ है अब।
क्यामेराम्यान त चल्ला जाइयो भित्र चल्ला जहाँ तपाईँ त्यही राख्नु मम्मी पनि त्यही छ उता जाँदा है उता पनि छ हाम्रो चाहिँ यहाँ पूजा सम्पन्न भइसक्यो पूजा गरिसकेँ मेरो बर्थडे नि ह्यापी बर्थडे हजुर अनि म चाहिँ यहाँ छु गाइस टिका लगाइसकेँ मैले चाहिँ अनि पूजा पनि गरिसक्यौँ गाइस अनि हाम्रो यहाँ चाहिँ रङ्गोलीहरू यस्तो यस्तो छ अघि चाहिँ मैले देखाउन पाइनँ किनकि म पूजामा एकदमै तापमा व्यस्त थिएँ नि त अनि त्यही भएर चाहिँ हाम्रो बुवाले दिदीले अलिअलि भिडियो बनाइदिनु भएको छ हेर्नुहोस् त्यस्तो राम्रो रङ्गोली चाहिँ भएको छैन जस्तो आउँछ त्यस्तो चाहिँ मैले गराएको छु अनि यो चाहिँ हाम्रो झिलिमिली आखै झिलिमिली भन भाइ यो के भन्छ समथिङ यस्तै अनि हाम्रो चाहिँ भित्रसम्म दिया बालेको छ उता पनि अलिअलि दियाहरू अनि म सबैलाई ह्याप्पी लक्ष्मी पूजा र ह्याप्पी दीपावली भन्न चाहन्छु र अघि चाहिँ मैले गरेको छैन वेलकम गरेको चाहिँ अहिले चाहिँ हजुरलाई वेलकम गर्छु मेरो च्यानलमा चाहिँ सबैजनाले हेरिदिनु होला सपोर्ट गरिदिनु होला माया गरिदिनु होला भन्न चाहन्छु अब चाहिँ हाम्रो पालो आएको छ प्रसाद खाने अनि हेर्नुहोस् दीपावली पनि लेखाएको छ त्यहाँ थोरै छ तर अनि यो चाहिँ मेरो बस किन रोइरहेको थियो ह्याप्पी दिवाली भन्न आउँछु रे आऊ यहाँ ह्याप्पी दिवाली भन्न के भयो रे कानै बन्द गर्छु त किन पड्केन त
पोहोर साल पो कति धेरै त यतै आउँछ त ये त हेर त हेर त ये त हेर त हेर त पहिला बुवाले हातबाट पड्काउनु दिँदा ये देख हातै लाग्यो यसले पड्काएको अनि दिक्ला डम पटाका डम ल यसको चाहिँ पटाका भ्यायो अब यसले चाहिँ डम हामीले प्रसाद पनि खाइसक्यौँ अनि म चाहिँ यहाँ अनि हाम्रो छिमेकी भाउजूले चाहिँ यहाँ पनि लक्ष्मी भित्रै सक्नुभएको छ सायद भाउजू लक्ष्मी भित्री यसको क्रेडिट चाहिँ मलाई जान्छ है गाइज मलाई यसको क्रेडिट किनकि यो रङ्गोली चाहिँ मैले बनाएको हो यहाँ पनि हेर्नु गाइज यता खतरा छ हाई टिका पनि युज भयो खोइ भन्नु भयो 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 भइगयो क्या मलाई नि दक्षिणा पनि हो ओ माई गड मैले दक्षिणा पनि पाएँ यहाँ आएर मैले त कसैलाई पनि दिइनँ है म गएँ है यो चाहिँ हाम्रो सानो घर स्विट माई हाउस यतातिर चाहिँ हामी लगाउनु किनकि यहाँ फुल छ नि त अनि त्यही भएर यता चाहिँ लगाएनौँ यहाँसम्म चाहिँ लगाएको छ ओए आऊ है बम पड्काउन छिटो आयो गाई त्यहाँ चाहिँ लगान जाउँ बहिनी हाल्दै त यिनीहरूले त है
Mm-hmm.